कालो दाल बनाऊँ है आज। गाउँमा बनाए जस्तै गरी बनाउन मन लाग्छ क्या मलाई पनि। तर मेरो हजुरआमाले कराईमा बनाउनुहुन्थ्यो नि जुन दाल, त्यो चाहिँ मैले कहिले नि बनाउन सक्दिनँ होला। त्यही भएर मैले प्रेसर कुकरमै पकाउँदैछु आज पनि। कति धेरैचोटि कालो दाल लिएर आएको तर पाक्दै पाकेन क्या। यो पालि लिएर आएको कालो दाल चाहिँ कस्तो मजाले पाक्यो। त्यता दाल बसालेर यता म चाहिँ मासु पकाउँदैछु। नर्मली म मासु पकाउँदाखेरि प्याज पछि हाल्ने गर्छु, किनकि भुट्ने बेलामा चाहिँ मजाले भुटिन्छ जस्तो लाग्छ मलाई। अनि मलाई चाहिँ आजभोलि किन पेस्ट मन नै पर्दैन क्या लसुन र अदुवाको। आफैले लसुन मजाले आफैले कुट्ने गरेको छु। म अदुवा कम हाल्छु तर लसुन चाहिँ सधैँ खान्छु। अब यता चाहिँ म टमाटरको अचार बनाउँदैछु। टमाटरलाई उसिनिदिएर अनि यसमा पुदिना, खुर्सानी, नुन, कागती हालेर मैले ब्लेन्ड गरिदिएँ। अब चाहिँ दाल झान्दैछु। घिउले झान्नुपर्छ नि त यो दाल, एकदमै मिठो लाग्ने कि फेरि। अनि मैले चाहिँ यहाँ अदुवा यस्तो खाले पाएको थिएँ अनि लिएर आएको थिएँ। अहिले मैले त्यो कहाँबाट ल्याएँ बिर्सेँ के। तर यो अदुवा कस्तो राम्रो, कति धेरै थियो। मैले सकेँ, एक बट्टा थियो, सकियो। अब चाहिँ फेरि खोज्न जानु छ। मैले कहाँबाट किनेको थिएँ यादै छैन कि मलाई। अनि मेरो खाना चाहिँ यहाँ रेडी भयो। यसरी बनाएको खाना मेरो चाहिँ एकदमै फेभरेट हो। इमेजिन जाडो महिना छैन तर पनि यो खाना कस्तो मिठो हुन्छ कि गर्मीमा पनि। सो ट्राई गर्नु होला। थ्याङ्क यू।